वेलकम टु अ डे इन द लाइफ अफ अ ब्याचलर स्टुडेन्ट। अनि म चाहिँ यो खालको विद्यार्थीमा बस्छु। एउटा एभरेज ब्याचलर स्टुडेन्टको दिन कसरी कट्छ त? दिनभरिमा उसको खर्च कति हुन्छ? आउनुहोस् आजको भिडियोमा हेरौँ। सन्धि रेडी हो? जाउँ। अब अहिले चाहिँ हामी टक्क अब भातसात खाइसकिसक्यौँ। अनि अहिले हामी जाँदैछौँ, इक्जाम दिन जाँदैछौँ। अब बिरतामुड पुगिन्छ इक्जाम दिनलाई। अनि हामी चाहिँ हाइवे आइपुग्ने बित्तिकै गाडी भेट्यो। अनि अङ्कल उता चार्ज हाल्न जानु हुँदो रहेछ। अब छिटो पुगिने भयो इक्जाम दिनको लागि। त्यस्तै हो, इक्जाम लेखाइ भनेको त्यस्तै हो, तर जानु चाहिँ इक्जामै दिन गएको हामी। अहिले त्यो फास्ट चार्जिङ आएको छ नि त। पहिला चाहिँ नर्मल थियो। अब कसैले ब्याट्री बिग्रिन्छ भनेर त्यो फास्टमा लाउँदैन, नर्मल सिस्टम चेन्ज भइहाल्छ। त्यो कसैले कुदायो अनि पछाडिबाट कसैले पठाइदियो भने कति फाइन। अहिले हामी चाहिँ ट्याक्क गाडीबाट ओर्लेर इन्द्रचन्द्र जाँदैछौँ। अनि आज ब्याचलर लाइफको लास्ट डे, इक्जामको अन्तिम दिन। अनि आजबाट ब्याचलर सकियो। अब ब्याक पेपर दिन आउनुपर्छ फेरि, त्यो आफ्नो ठाउँमा छँदैछ होइन। त्यो भनेको फाल्टे पाठ भयो। अनि अब हेरौँ 11-12मा जस्तो 12 सकेर गरे जस्तो रमाइलो चाहिँ हुँदैन होला। किनभने हामी अहिले 2जना मात्र बाँकी रहिरहेको छौँ। हामी ब्याचलर जोइन गर्दाखेरि लगभग हाम्रो 10-12जनाको ग्रुप थियो। इक्जाम दिन जाँदा त्यति सबै जान्थ्यौँ। अहिले 4th इयरमा आइपुग्नुसम्ममा 2जना मात्र टिङ्लिङ हिँड्नु परिरहेछ नि त। द्याट मिन्स 12मा जस्तो रमाइलो चाहिँ हुँदैन। 12को अन्तिम दिनमा जुन रमाइलो हुन्थ्यो त्यो रमाइलो हुँदैन। त्यही पनि हेरौँ अब के हुँदै जान्छ। अहिले चाहिँ हामी ठ्याक्कै इक्जाम दिइसकेर आइसक्यौँ। द्याट मिन्स अब फ्री भयो भनौँ न, एक प्रकारले फ्री भइसक्यो। अब एउटा लोड घट्यो। सो अब इक्जाम दिइसकेर हामी घर फर्किँदैछौँ। फाइनली ब्याचलर सकियो आजदेखि। अनि एउटा प्रकारको चाहिँ त्यो एउटा काँध हल्का भयो जस्तो चाहिँ भएको छ पढाइको केसमा। तर अब पढाइ सक्ने बित्तिकै के गर्ने भन्ने कुराले पनि पिरोल्छ नि त। त्यो हुँदाखेरि त्यही काँधमा अर्को जिम्मेवारीको भार पनि थपे जस्तो महसुस हुँदो रहेछ। अनि यस्तै छ। अटोबाट ओर्लेर अहिले चाहिँ म घर जाँदैछु। अनि बिचमा धेरै कुराहरू मिस आउट भयो। फर्स्ट टाइम भएर पनि होला, अलिकति कतै लाज पनि लाग्यो। त्यही भएर मिस आउट पनि हान्यो। तर केही छैन, इट्स अ फर्स्ट ट्राई। नेक्स्ट टाइमदेखि अझै बेटर गर्दै जान्छौँ हामी। र त्यहाँ तल चोकमा ओर्लेको थियौँ हामी। मेरो घर चाहिँ यता हो सन्जय काका। अनि अब गाउँठाउँ आइयो। अब यस्तै हुन्छ, काका बडाउ दाई भाइ त्योहरू हुन्छ। सो इट्स माई फर्स्ट ट्राई। र नेक्स्ट टाइम मोर बेटर बनाउँदै जानेछु। यता जानुपर्छ मेरो घर जानलाई। त्यो चाहिँ टोटल्ली गाउँ, प्युर गाउँ भन्छ क्या यसलाई। अब त्यस्तो दुर्गम गाउँ पनि होइन। काका सन्चै काका
पस्तिन्छु त्यसो भए के को मासु छ भन्नु मेन यो भिडियो बनाउनुको मोटिभ चाहिँ के थियो भन्दाखेरि अब आजबाट ब्याचलर सकियो त्यो केही न केही त गर्नु नै पर्ने हुन्छ अनि अब अलिअलि कन्टेन्ट क्रिएसन भनौँ अथवा डिजिटल खेल्न मन पनि भएको अनि त्यही भएर ठिकै छ नि त ब्याचलर पनि सक्यो अब केही गर्ने टाइम पनि छ भनेर चाहिँ सो यो फर्स्ट ट्राईबाट थालेको हो अब केही न केही त गर्नै पर्छ ट्राई गरौँ न त एउटा भन्ने हिसाबमा उता घर पनि पुग्न आँट्यो त्यही छ सपोर्ट गर्दै गर्नु होला बिस्तारै राम्रो बनाउँदै जाउँला मिलेर बिहानै उठ्दाखेरि के नगर्छु अब चाहिँ केही गर्छु भन्ने जोसका साथ उठेको थियो नि त होइन अनि त्यहाँबाट उठ्दा ओर्दा कोठाबाट फुत्त निस्केको त्यो घामले पसिनासँगै जोस सोस सबै बगेर बेलुका अन्जेलसम्ममा जबरजस्ती फेक हाँसिरहेको छु मैले भिडियो राम्रो होस् भनेर सो अल्छी चाहिँ अहिले पनि नलागेको होइन अल्छी लागिरहेछ त्यही पनि अब जहिले 4 वर्ष भइसकिसक्यो होइन आज अलि लाग्यो भोलि गर्छु भन्दा भने 4 वर्ष सकिसकिसक्यो अनि अझै पनि भोलि भन्न थाल्यो भने लगभग भोलि नै हुन्छ होला भनेर एउटा बानी बसाउन भयो भने अल्छीलाई मारेर झुटो मुस्कान देखाउँदै भयो भने बानी बसाउन हो भने कन्टिन्यू चाहिँ गर्ने कोसिस गरिरहेको छु त्यही भएर पनि जे मन लाग्छ त्यही बोल्दै किनभने ह्याबिट हो ह्याबिट बसाइसकेपछि सुधार भन्ने कुरो त कसो नहोला सुधार हुनलाई सुरुमा गल्ती त हुनै पऱ्यो अहिले चाहिँ हामी फिलहाल इट्स फुटबल एरा सेमी फाइनल आज है अनि नो हेड टु मेस्सी तर इङ्ल्यान्डले जितोस् भन्ने चाहना चाहिँ हो लेट्स सी वाट ह्यापन केटाहरू भर्खर जाँदैछ पनि अब यहाँ अन्धकार मेरो भविष्य जस्तै छाउँदै गइरहेको छ अब यसलाई बिस्तारै उज्यालो बनाउँदै जानुपर्छ सो आजको म्याच चाहिँ 12:45मा छ तर हामी अहिले नै किन आएको भन्दाखेरि हाम्रो चाहिँ ओभरअल जहिलेको जक्सन चाहिँ यो हो सो वी कल दिस जेडिबी होइन अहिले नै यसो साथीभाइहरू ग्यादरिङ गरेर हल्का गेम एनालाइज गेमको डिस्कस गर्दै बसेर अनि 12:45 बाट गेम हेर्न आँटेको छौँ हामीले भाइब छ यहाँनिर एउटा गेम सेम हेर्ने त्यही हो छोरा मान्छेलाई वर्ल्ड कप लागेको छ अरू के चाहियो र होइन त्यस्तै छ